ओहो कस्तो तातो पानी लाउन त्यस्तै गर्नु जवानीको आगोले के साह्रो भाउ खोजिराख्या हो मै आउ न आउ पन्जाउनु पर नत्र त्यस्तो आउ न मैया आउ पानीमा आगो लगाऊ पानीमा आगो लाउनु एकछिन पख है त्यहाँबाट नचाहिँदो कुरा बोल्ने हो कहिले केटीहरू त्यहाँ केटासित नआउँछ होइन त्यो राज छैन कि त्यहाँ पन्जाउले त्यो पछि देख्छ झन् म बोलाउँदैछु नचाहिँदो कुरा बोल्छ त्यहाँबाट अहिले शर्म लाग्छ तिमीहरूलाई छोड्देऊ अबि होइन को छ त्यहाँ केटाहरू सबै यस्तै हुन्छ होइन त्यस्तो बोल्नु हुँदैन नि हौ तिमी पनि एक्लै म पनि एक्लै हामी गफ गर्दै बसौँ न है आउ न आउ के साह्रो भएको छ हो पन्जाउले पार्टी राजले सुन्यो कहाँ छु त्यो तारा पुगिसक्यो यहाँ छैन मैले के बुझेन राम्ररी भन्न के भन्ने तँलाई अब केटा कटुलाउनु जति गर लुवालेर आउने के जाँदा चाहिँ के हुन्छ हाम्रो छैन नि त तल त्यति फोटो खिच्दो रहेछ के फोटो खिचेको फोटो खिच्ने हो हेरेको नि ए रमेशको क्यामेरा एउटा जिरो नै हो भयो नि खै हौ केटीहरू कहाँ गएछ हेर न सबैजना गएछ म हेरेर आउँछु ल बस्द गर है अभिषेक केटी स्मृति हाम्रो लुगा लगे क्या लुगा कसले लग्यो यी छ त अन्त खै लुगा होइन लगे क्या हो साँच्चै नै हेर 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 कट्टु लाउनु पर्दैन तिमीहरूलाई खै तिमीहरूको लुगा लुगा त लगायो गोविन्दहरूले अब इज्जत जोगा जा पानीमा बस्छ पानी जमिलो पार्दै बसाउँछौ यो केटीहरू के भएको त लाटा जस्तो यहाँ के हेरेर बसेको भन्छ सबै लुगा लिएर गएछन् अब त घटाएर के हेरिरहेको जानु लुगा खोसारले कसरी जानु आफ्नो हालत त्यस्तो छ त्यहाँ पर मिसोहरू छन् कसरी जानु भन्छ अन्त तिमीहरू नाङ्गे ठै क्या हो सबैजना आइपुगे आयो मिस अरू केटाहरू चाहिँ उनीहरू साथीको गाडीमा आउने अरे ए त्यसो भए जाउँ होइन सर अब जाउँ गाडी स्टार्ट गर कृष्णले गोपिनहरूका लुगा लगाएको थिए अहिले हाम्रो लुगा गोपिनहरूले गाडी गयो फेरि छन्नी नाङ्गेहरू नकर है अनि धमिलो पार्दै रात परुन्छ त्यही बस नहेर रात पनि पर्दैन राज तैँले भने जस्तो जम्मा गर्यौ अब के गर्ने त्यसलाई सिस्टाले पोलेछ ए को यो फ्ल्यास बाल्ने ल मार्यो यसले क्यामेराले फ्याट्ट पारिहालेछ नि यो अन्धो कहाँबाट घाँडो हुन आइपुग्यो भने पऱ्यो नि त हो क्यामेरामा ऊ भने ए यो बाटो हुँदै मूल बाटो झर्नुपर्छ सडकतिर गएर गाडी त चला नि अनि लिफ्ट माग्नुपर्छ क्या अब यो जिउमा त पात बेर्यो त अनि पेटमा पात हालेर हुँदैन यसो कन्दमूल खोज्न पाए हुन्थ्यो केटा ए सुकुटी धेरै नकराइ त मलाई रिस उठिरहेको छ होइन कन्दमूल भनेको चाहिँ के हो म तँलाई एक दिन देखाउला आइज हिँड त्यसले त हामीलाई वन मान्छे कुसुन्डा भन्यो तिम्रो यसरी एकैचोटि कराउँदैछ नि ठ्याक्कै कुसुन्डाको हुल्का रात सुन्दैछ अरे एकजना बोल न अनि म बुझ्छ त के हो यस्तो च्याउ 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 स्यालकै हुल्का जस्तो नकराउ त तैँले गर्दा भएको यो सब के हामी कुसुन्डा जस्तो छौँ त छैन कहाँ हुनु नि बरु कुसुन्डाहरू चाहिँ हामी जस्तै होला है तिमीहरू यस्तो बेलामा नि सिरियस छैन हो कि कुसुन्डाहरू हिँडे